गाइस हेर्नु है मणिपुरको रस्ता अहिले जुन नेसनल हाइवे थियो एसियन हाइवेमा बदलिँदैछ। काम धमाधम चल्दैछ, कामहरू राम्रै छ। अब यसमा चाहिँ बिच साइडमा ड्रेनहरू आउनै छ। सायद रस्ता खत्तम हुँदा फेरि बहुत राम्रो हुन्छ होला। जसलाई मणिपुरको माया छ हो त्यसले लाइक सब्सक्राइब केहरू गरिदिनु होला। रास्ता बहुत राम्रो भएको छ। मणिपुरमा अहिले बहुत मजा छ। हामीहरूको नेपाली जाति डरछेरुवाहरू अलिअलि भागेर जान्छ, बादमा आउने त यहीँ होला। अलिकति त भागेर गएर आएका पनि छन् यहीँनेरि होइन। भरिसक्यो हो त्यो काम चाहिँ नगरिदिउँ। डर भन्ने चिज कहीँ पनि गएर लुक्दैन। सिलगढी जाँदा पनि एउटै हो, त्यहाँ पनि कोही न कोही दिन एउटा न एउटा जातिले यताउता गर्छ। त्यतिखेर कहाँ भाग्नु? नेपाल भाग्नु? नेपालमा गयो हामी मूलवासी त दमाई त कामी त छेत्री त बाहुन त यता त्यहाँ झन् ठुलो लफडा छ। र मणिपुर जतिको जग्गा चाहिँ यो दुनियाँमा तपाईँहरूले कुनै जग्गामा जानु भेट्नुहुन्न है गाइस। ल गाइस थ्याङ्क यू यार। सब्सक्राइब लाइकहरू गरिदिनु मन पर्यो भने भिडियो हेर्नको लागि। यस्तो नयाँ मणिपुरको बारेमा अपडेटहरू म देखाउन कोसिस गरिरहेको छु तपाईँहरूलाई। धन्यवाद है।